यो अहिले हजुरहरूले हेरिरहनु भएको घर चाहिँ नयाँ भर्खरै बनेको घर हो। राति भएको कारणले बाहिरबाट अलिकति अँध्यारो कालो देखिएको छ। हामी राति जानुपर्ने काम भएको कारणले राति जाँदा भिडियो बनाएको। त्यसैले एउटा गाडी र 4-5 वटा बाइक पार्किङ गर्न मिल्छ। तल भुइँतलामा 4 वटा कोठा छ। भाडामा दिएको कारणले तल हेर्न मिलेन। सिधै हामी माथि तपाईँलाई लगेर देखाउँछौँ। नयाँ भर्खरै बनेको घर हो। टोटल 11 वटा कोठा छ। 13 फिटको पिच बाटोमा उत्तर मोडाको वास्तुअनुसार बनाइएको घर हो। यो चाहिँ गोठाटारमा रहेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ। एकदमै चाहिँ मेहनत गरेर एकदमै चाहिँ राम्रो डेकोरेसन गरेर बनाउनु भएको घर छ। यो लिभिङ रुम हो। यसमा 2टा बेडरुम अनि एउटा स्टोर पनि छ। टोइलेट बाथरुम पनि रहेको छ। यो एउटा बेडरुम हो। उतापट्टि अर्को बेडरुम छ। यहाँनिर अर्को एउटा बेडरुम छ। यहाँ बेडरुम छ। माथि चाहिँ 3टा कोठा छ। यो यसको मूल्य चाहिँ 2,60,00,000 रहेको छ। हेर्न चाहनुहुन्छ भने 98,511 32,469 98,011 32,469 मा फोन गरेर हेर्न आउन सक्नुहुनेछ। यो टोइलेट बाथरुम हो। अब म तपाईँलाई माथि टपमा पनि लगेर भिडियो देखाउँछु। माथि टपमा हामी जाँदैछौँ। यो घर बनेको जग्गाको क्षेत्रफल चाहिँ 3 आनामा बनेको घर हो। यो पूजा गर्नुभयो। यो कौशीमानी मार्बल हाल्नु भएको छ। यहाँनिर 3 वटा कोठा छ। किचन, डाइनिङ, लिभिङ अनि एउटा रुम छ। हाम्रो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। हामीलाई लाइक र फलो पनि गरिदिनु होला। हामी तपाईँहरूले भने जस्तो प्रपर्टीहरू लिएर आउनेछौँ। हजुरहरूले कमेन्टमा गरेर तपाईँहरूको रिक्वायरमेन्ट राख्न सक्नुहुनेछ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। बाँकी समय यहाँहरूको शुभ रहोस्। अर्को भिडियोमा हामी भेट्नेछौँ। नमस्कार।